के तपाईलाई थाहा छ, क्रिसमसको घटना केवल डुबमा पस्रिएको बालकको जन्मको बारेमा मात्र होइन, तर परमेश्वरद्वारा हजारौं वर्ष अघि गरिएका प्रतिज्ञाको पूर्ति पनि हो। यो हाम्रो क्रिसमसको यात्राको 5औं दिनमा आज हामी एउटा शक्तिशाली सत्यतामा ध्यान दिनेछौँ र त्यो हो परमेश्वर सम्झनुहुन्छ। लुका 1:54 र 55 मा मरियमले शब्दहरूद्वारा व्यक्त गरिएको एउटा गीत छ जसलाई धेरैले बेवास्ता गरेका छन्, तर त्यसैमा सम्पूर्ण पुरानो करारको प्रतिज्ञाहरूको पूर्तिको घोषणा छ, जहाँ उनी भन्छन्, परमेश्वरले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इजरायललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए झैँ अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। यसको अर्थ क्रिसमस मरियम, योसेफ वा स्वर्गदूतहरूबाट सुरु भएको होइन। यसको सुरुवात 2000 वर्ष अघिबाटै भएको थियो, जब परमेश्वरले उत्पत्ति 22:18 मा अब्राहमलाई तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् भनी भन्नुभएको थियो। इजरायलले पुस्तौं पुस्ता प्रतीक्षा गर्यो, यद्यपि अगमवक्ताहरू आए र गए, साम्राज्यहरू बनिए र नष्ट पनि भए, तर यो पूरा नभएको झैँ देखिँदा मानिसहरूले परमेश्वरले आफ्नो प्रतिज्ञा बिर्सनु भयो भनी सोच्न थाले। तर अचानक एक शान्त गाउँमा एक साधारण युवती मार्फत परमेश्वरले मैले मेरो प्रतिज्ञा सम्झेको छु भनी उत्तर दिनुभयो। येशूको जन्मले यो प्रमाणित गर्दछ कि परमेश्वरका प्रतिज्ञाहरूको म्याद हुँदैन र कहिले समाप्त हुँदैन। मरियमको गीत मैग्निफिकाट केवल कविता मात्र होइन, यो परमेश्वरको विजयको घोषणा हो, जहाँ भनिएको छ कि परमेश्वरले आफ्नो करार पूरा गर्नुहुन्छ, पुस्तौं पुस्ता दया देखाउनुहुन्छ, आफ्ना मानिसहरूलाई कहिल्यै त्याग्नुहुन्न र आफ्नो उत्तम समयमा नै सबै भविष्यवाणी पूरा गर्नुहुन्छ। यसमा एक अद्भुत सत्य छ। यदि परमेश्वरले 2000 वर्ष अगाडि अब्राहमलाई गर्नुभएको प्रतिज्ञा सम्झनुभयो भने उहाँले तपाईँको प्रतिज्ञामा तपाईँलाई पनि अवश्य सम्झनुहुन्छ। क्रिसमसले हामीलाई यो सिकाउँछ कि परमेश्वरले गर्नुभएको प्रतिज्ञाहरूमा उहाँले सुस्ताइ गर्नुभएको झैँ जस्तो पनि लाग्न सक्छ, तर उहाँ कहिल्यै ढिलाइ गर्नुहुन्न। उहाँको विश्वसनीयता शान्त रूपमा तर शक्तिशाली रूपमा कार्य गर्दछ। यसकारण आज एकछिन थामिएर परमेश्वरको विश्वसनीयताको लागि उहाँलाई धन्यवाद दिनुहोस्। यदि तपाईँ जीवनमा कुनै कुराको प्रतीक्षा गरिरहनु भएको छ भने यो सङ्कल्प गर्नुहोस् र भन्नुहोस्, हे प्रभु, तपाईँले सम्झनुहुन्छ।